होइन हो गाँठे, यो देशमा के भइरहेको छ? शिक्षकहरूको जायज मागलाई सम्बोधन गर्न नसक्दा शिक्षा मन्त्रीको राजीनामा। केपी बा मौन, अरू दल रमिता। सबैको हालत यही हुँदैछ साथी हो। यो देशमा कानुन छैन, केही छैन, जसको यो छ त्यही मात्र छ। त्यसैले सबै जनताले कुरा बुझेर यो राणा शासन भन्दा पनि अझै तगडा यो बहुदलीय व्यवस्था, गणतन्त्र व्यवस्थालाई परिणत गर्न जनताहरू एकजुट भएर लाग्नुस्। नत्र तपाईको छोरी बुहारी, तपाईको परिवार कोही पनि यो देशमा सुरक्षित रहने छैन र कुनै कानुन लाग्ने छैन। यो कुरा जनताले बुझ्न प्रष्ट छ। शिक्षकहरूले मात्र होइन, हरेक नेपालीले बुझ्नु जरुरी छ। बुझ्नुभयो कुरो?